सीतारामचंद्र की जय, लक्ष्मण हनुमान की जय, सनातनी धर्म की जय। ढाका टोपी मैलो धुनी बहिनी घर गइकेर मैलो झरा गएर कोही हेर्छन् बाह्र पाँचमा कोही हेर्छन् तेरो तनी परानीको पाइ पर्यो तारा जातिबाट ठौरी पुरुषमा जसले सक्यो त्यही छ नि अर्थात् भेद पनि हुने र नहुने होइन केही पनि नातादार पनि अगम्य परिस्तरी सम्भव गर्न सब भोज्या वज्यातिको विचार स्थिति पनि हो होइन कोही त हो भाउ छाटेर कपालबाट चुलथी यता र उता गरी आकाशैभरि नानी नौलाखे तारा एक तारा जुन सीता तिम्रो हामी उल्लो पल्ला गाउँको मान्छे नानी किन गर्न पर्यो तोएर मयो सिम्पाते सिंहलाई नानी टाढैबाट देखेको मात्रै छलक्क हेरेर त्यसलाई चिनेको छैन मैले के तिमीलाई घाटो खरु नानी भेटाउँदाखेरि नबोले पनि सड्का खलाइदियो बरु बोल सानो सत्यको तालमा यो पन्जो खालमा यो 82 सालमा यो मन्दिरमा हेर है भेटाएर जालै सानो आचार बोला सानो सबै साँगा भयो ढिला बसो
धेरै भयो मैले देवी देउता राखेको राखेर राखेको कहिले नहुने सम्झनाले मरोनी सम्झनाले मरोनी कपडा नलाई नकलीलाई लुगा मन परे अर्काले कसरी सरानी गरेला भन्ने यो आइने के हो भनेदेखि रामचन्द्र भगवानको सीता हरण हुँदाखेरिमा हनुमानले खोज्न जाँदाखेरिमा समुद्रको तटमा बसेर भगवान रामसँग स्मरण गरेर म सक्दिनँ कि भन्ने एक कुरा झस्याङ्ग भएर पछि होइन रामको नामले मात्रै त संसार तरेको छ भने म अन्त साथमा लिएर किन तर्दैन भनेर उहाँले बाइक फेरि जाँदाखेरि समुद्र पार गरेको कुरा